गाइजहरू हेर्न सक्नुहुन्छ हामी चाहिँ हिँड्यौँ अब आज एकछिन गएर आउँछु ल एकछिन गएर आउँछ दिदी गाइज आज चाहिँ हामी कता भन्दाखेरि सानो कामले हिँडेको हेर्न सक्नुहुन्छ भान्साको उता नयाँ बजार हिँडेको अब चाहिँ हामी नयाँ बजार हिँड्छौँ जुत्ता लाउँदै छ हेर्न सक्नुहुन्छ यो चाहिँ जुत्ता फोहोर छ मैले चप्पल जुत्तै लाउनु मेरो हो कि त्यो एउटा ऊ त्यो हो त्यो मेरो हो त्यो त हो त्यो चप्पल लाउनु यो फोहोर न फोहोर छ जुत्तामा त केही हुन्न नि त फोहोर लाउँदा चाहिँ मजा लाउनु पऱ्यो अब चाहिँ हेर्न सक्नुहुन्छ हामी चाहिँ बाहिर आइसकेको छौँ यसको चाहिँ बाइक बिग्रेको छ बनाउनु दिइरहेको छ हाम्रो चाहिँ स्टार्ट हुन्छ वान ट्याप चाहिँ हुँदैन हाम्रो नि बिग्रिसक्यो पुरै धोका चाहिँ दिँदैन है ओइ यहाँ ला त क्यामेरा यता देखाएर ल है गाइस यो चाहिँ सामागुसीको वान पिस लोडेड वान पिस चाहिँ होइन त्यसरी हो कि हेर्न सक्नुहुन्छ वान टाइप स्टार्ट फुल्ली फ्रेस है यहाँनिर हाम्रो लक्ष्मण सर हेलो भन्नु हेलो सर यता सुभाष सर हाम्रो यता ए टु जेड है सामागुसीको बबा क्रसफायर बनाउने ठाउँ वान पिस बाइक है सामागुसीको वायरिङ गइसक्यो है गाइस वायरिङ अब चाहिँ हामी कहाँ जानु लाग्यो हेलमेट न्यू हेलमेट आउँदैछ है सरको हेर्न सक्नुहुन्छ यस्तो छ अब हामी हेलमेट भाटामै गएर के रे वायरिङमा सबै सर्ट सर्किट भएर सब जलेको यो पुरै यसको यो कमब्याक हुँदैछ यो बाइकको गाई डेन्जरै कमब्याक हुन्छ धेरै होइन गाइस अब 1 महिनाभित्र यस्तो कमब्याक हुन्छ नि देख्छ त्यसपछि यी पुरै सर्ट भयो गइसक्यो बाइक वायरिङ नम्बर 1 मिस्त्रीको सामागुसीको यता हेलो भन्देऊ भ्लगमा हेलो यो चाहिँ हाम्रो यता माछा पोखरीको बस स्ट्यान्ड यता हामी नयाँ बजारबाट त्यहाँ नयाँ बजारमा हेर्छु अब त्यहाँ पायो भने त्यहीँ दिउँला अन्त खोजौँला अलिक एउटा सानो खालको एउटा के अरे ठिक्क साइजको अनि एउटा लङवाला हुन्छ क्या ठिक्क साइजको त अलिक कस्तो सानो पुड्के देख्छ लङ साइजको त बवाल हुन्छ क्या त्यहाँ अहिले म देखाउँछु नि यस्तै छ काठमाडौँको जाम यस्तै चल्दैछ है अब बिस्तारै अहिले चाहिँ काठमाडौँमा बाइकहरू च्यापचुप समाउने कार्यक्रम चलिरहेछ आमाहरूको हाम्रो आदरणीय मामाहरूको बुलेट त झन् बेनी भइहाल्यो बुलेटमा त लास्टै ल्याङ गर्छ यो बाइक चाहिँ एकचोटि अघि खाना पुगिसक्यो है ऊ हाम्रो मामा यसले चाहिँ फाइन खायो है यता मामा सर के गर्नु यता चाहिँ समाउँदैन है गाइस अलिकति त्यो मेन एरियातिर नयाँ बजारतिर यता गोङ्गाको सामागुसी यता चाहिँ ल्याङ गर्दैन चक्रपथ ललितपुर एरिया बगाले खाइ त्यो एरिया चाहिँ अब हामी चाहिँ कहाँ हो उतानिर हो क्या होइन उयो पसलमा हो है उयो अगाडिको यो हो क्या अरे यो हो र यहाँ चाहिँ पाएन यो रोयल इन्फिल्डको सोरुम यस्तो छ है गाइस ए हाम्रो मामा छ ड्युटीमा जोइनिङ बाइक फुल मोडी वी डोन्ट गिभ अ सीट टु ड्याम पुलिस है गाइस आवाज होइन अगाडि पनि छ 3 पिस पनि छ नि त त्यही नि यताको मामा त चिलै हो अरू फुटेको मामाहरू हुन्छ छैन यता डन्ठेहरूले लास्ट ल्याङ हाने हेलमेट मैले यहाँ किने हो र कहाँ यहाँ किने यता किने हो क्या त ल हेलमेटहरू चाहिँ यस्तो रह बवाल छ है यसको लागि यस्तै लाउने त होला नि डटमा यो चाहिँ बुलेटमा यो किन्न मन लागेको गाई चाहिँ बवाल लागि त
यस्तै छ यहाँ चाहिँ होइन छैन त्यहाँ चाहिँ पाएर अब चाहिँ हामी अन्त ठाउँतिर जान्छौँ खोज्न उहाँ पर नि एउटा हेलमेट पसल कति जानु म सामान किन्ने है उबाट चाहिँ यस्तो कहिलेकाहीँ चाहियो मेन सामान त्यहाँ त्यत्रो बनाइन्छ त्यो गोटी सोटी हाल्दै 5को 15 उन्नाइस हाल्यो 3 पिस ह्यान्डल होइन तिमीले त्यहाँ छोडिदिए हो त्यहाँ छोडेर कहाँ अहिले कोलेस्ट्रोल छ नि र आउँछ नि एक दिन मिलाएर नम्बर छ ल यो हेलमेट है अर्को एडिसन गर्न पाउँदो रहेछ पुरा नि ल अहिले गयो कति रेल यसलाई 16 16,000 अहिले कडा खान त त्यहाँ गाई 16,000 गए भन्न सक्नुहुन्छ बाइकरहरूलाई मोडिफाई पार्ट्स पनि रह है हाल्नुपर्ने मेरोमा हाल्नुपर्ने पछि अहिले बाइकमा पैसा खर्च गरेर कामै छैन गरे लाग्छ हौ हेलमेट डटको न्यू 16,000 का हेलमेट है गाइस बब्बा टल्किरहेको मेरो बाइक यति फाइन हाल्ने 10 पेन्ट हाल्नु पर्छ सकेको छ 16,000 डन भाइ हेलमेट किन्यो है गाइस यहाँ आउँदा हुन्छ है सामान किन्न काठमाडौँ केटा हेलमेट राख्नु यहाँ विल पनि राख त 15-19 कि 18 15-19 हो मैले हालेँ 6 प्लेट होला 6 प्लेट 15-19 कति भन्न मिल्दैन सामानले रिसिभ गरे होइन के मैले त 9 स्पोक वाला हालेँ 16-17 हजार 21,000 लियो नि त्यही कुन महँगो हाल्नु फाल्दिन्छ टायरको 8,000 पछाडि मैले गइदिसकेको छु होइन त्यो पनि थियो मैले अर्को हालेँ है सामान टायर होइन एमआरएफ 120 हो नि अब त्यसले सामान बोक्नुपर्छ भिडियो बनाउँदैन होला हामी होइन पर्दैन अब हामी सिधै ग्यारेज जाने होइन ग्यारेजतिर गएर भेट्छ भर्खरै एउटा प्रब्लम भयो है के भयो भन्दाखेरि ब्याक गर्ने प्लाटो फुटिदिएर कस्तो विक हुँदो रहेछ अस्ति भर्खर हाल्यो टेन्सन दिन्छ हो बाइकले पनि बसिरहेको छ यहाँनिर हेर्न सक्नुहुन्छ सन्देश भाइ के छ भन् त केही छ कता पर्खेर हामी जेडेन भाइलाई कल गर्नु लाग्यो हामी यहाँ भाइहरू हाम्रो कता कता परेर भन्ने सुने अब के हो चाहिँ थाहा छैन यो त हाम्रो कालबाटोक जाने बाटो माथि जाने बाटो है पेट्रोल हाल्नु आइसकेको छौँ यता भाइहरू बाटोमा हेर्न सक्नुहुन्छ गाइडहरू चाहिँ यता हुनुहुन्छ सबैजना अहिले उहाँ गएर चलाउनु के भने आफ्नै भिडियो हेर्दै यो प्याट पड्यो भने कत्रो अब चाहिँ हामी जानु लाग्यो यता एकदम पुलिसहरू एकदम हिँडिरहेर लास्ट डर लाग्यो कि बाइक उठाइदियो भने टेन्सन हुन्छ यहाँ चाहिँ एकदम जाउँ न चाँडो डर लाग्यो आयो माइक्रोफोन चेक गर हार्ट ब्रेक गर कहाँ बाइकमा गाइड हामी आइसक्यौँ त्यही त यहाँ त 2टा पुलिस हिँडिरहेको ट्राफिक के टेन्सन होइन नि त सुटाउँछ नि मात्रै डरा हो क्या होइन उठायो भने त उठाइगयो भने त्यो भन्नु हुन त भाइहरू तिरपाल लड्ने हल्का फुट्यो स्क्र्याच लाग्यो कता यताबाट जाने हो त होइन किन यता चाहिँ फर्क
यस्तै छ है आजकल अलि पेट्रोल अन गर्नु ए बाबा अलि बाबा कहीँ त यता राइडर चेन्ज भइसकेको छ मैले भिडियो बनाउँदै हिँड्नु पऱ्यो त्यही भएर काठमाडौँमा ट्रिपल लोड है के अरे 14 शॉट को स्लैंग पर यूज करने ट्रिब्यूट पर दिने है क्या वेलकम टू द ब्लॉग ब्लॉग टू द वेलकम भनेर क्या 14 शॉट विली बोयले स्लैंग हो है विली बोय को स्लैंग यूज गर्दैको अहिले चाहिँ हामी वसुन्धरामा छौँ है गाइज वसुन्धरामा हेर्नु ब्याटीहरू वाट अदर पिपल थिङ्क्स हो क्या यता चाहिँ एकदम गाह्रो छ क्या बाइक लिएर हिँड्नलाई लास्टदेखि मतलब ओपरै हाने क्या कपेलले अब बाइक समाइदिइहाल्छ एकछिन फेरि हिँड्नुपर्छ पुरै हामी चाहिँ यस्तो गल्ली गल्ली बाटो हिँड्नुपर्छ क्या बाइक लिएर टेन्सन हुन्छ हामी बाइकै झिक्न मन लाग्यो यस्तो यस्तो हिँड्नु उति पर जान यत्रो घुम्नुपर्छ टेन्सनै हुन्छ गाइज हाम्रो ह्यान्डसम भाइहरू कुन कलेज पढ्छ यिनीहरू हेरलको ल हेरलको केटीहरू है बचेर हाम्रो भाइहरू आइसक्यो हेरलको केटीहरू त्यो पछाडि प्रिन्ट फेरि गाइज हेर्न सक्नुहुन्छ बाइक चाहिँ यहाँ कहाँ यस्तो लुगाहरू राख्नुभएको छ है त्यो पेट्रोल अफ गरिदियो बाइक लुगाउनु पर्छ नत्र उठाउँ के अरे हामी भाइ कुन स्कुल रे ए फ्लोरेसेन्टको गीतहरू बचेर मिनक भाइ स्कुलमा आउनु लागिसक्यो अब चाहिँ हामी भित्र जान्छौँ त गाइस यत्तिकै बस्नलाई भाइहरूसँग हेरालको केटीहरू बचेर है जेडेन भाइ कलेज आउनु थालिसक्यो अब कमिङ सुन स्टे सेफ है स्टे सेफ गर्ल्स सरसेनको केटीहरू पनि स्टे सेफ है स्टे सेफ सुयोग भाइको गर्लफ्रेन्ड भएर मात्र हो नभए सरसेनको केटीहरू जोन च्याम्लिङ एक्सिसको होला नि भाइ तिमी पहिला कुन ब्यान्डको मेम्बर रे आर्टको हामी चाहिँ निस्किसक्यौँ भाइहरूको चाहिँ काम हुँदैछ हेर्न सक्नुहुन्छ स्कुटरमा नि डेन्जर हाम्रो ह्यान्डसम भाइको होइन होइन जेडेनको भाइ केटी भाइ म गर्लफ्रेन्ड बनाउँथेँ यार यस्तो क्युट लाग्छ होइन ओइ झर्ना लाग्यो त्यो साइलेन्ट ध्यात 20 फायर त्यसरी यसरी गर्ने क्लच यस्तो लिने अनि यहाँबाट यस्तरी दिने है गाई ट्याप ट्याप गर्दा नि हुन्छ ताते बस्छ नर्मल नै हान्छ भएन भाइ जाउँ न के भयो तब चाहिँ हामी ओइ पेट्रोल अन गर ल गयो जाउँ कहाँ जाने अब हामी चाहिँ अब ग्रान्डी त यसो भिडियो सुट हान्ने थियो कि भाइहरू भेटौँ है त गाइड हामी चाहिँ भिडियो बनाउनु आइसकेको छौँ गाइड भिडियो बनाउने केटाहरू म पनि बनाउँछु होला एउटा कस्तो आउँछ हेरौँ भाइ सबजना भिडियो बनाउने म बनाइदिने होइन हाम्रो चाहिँ अन्त्य भयो अब चाहिँ यति नै हो आजको चाहिँ अब घर घर लाग्छ गइसकेको छ अब हामी पनि लाग्यौँ भाइ यस्तै भयो आजलाई के घुम्यो अब हामी चाहिँ त्यति होइन भोलिबाट चाहिँ हाम्रो रुटिङहरू चाहिँ हुँदैछ सबै कुरा एकदम सोझो हुँदैछौँ कि हामी गुड बोय हुँदैछौँ अब हामी चाहिँ गुड बोय है अब हामी गाइस बाई बाई